ल सम्पूर्ण मित्रहरूलाई नमस्कार। म राज लिम्बू। यो श्रम संस्कृति पार्क आजको यो वेदर देख्न सक्नुहुनेछ, साह्रै गजबको छ, रमाइलो छ। धरान सुन्दर शान्त। प्रत्येक दिन जस्तो निकै भिडभाड लाग्ने गर्दछ र आज चाहिँ भन्नुपर्दा त्यति छैन, पर्यटकहरू अलिकति सुनसान देखिरहेको छु। यस्तो छ श्रम संस्कृति पार्क। यो विशेष श्रमदान छोड्दाखेरि म यता छिरेँ, मार्छन् गाली गरेर। ल यस्तो रमाइलो छ, पर्यटकहरू पक्कै पनि रमाइलो लिनुहुन्छ, टाढो टाढोदेखि आउनुहुन्छ। यो ठाउँ श्रम संस्कृति पार्क टिकटक बनाउँदै हुनुहुन्छ। ल टिकटक बनाउँदै म पनि बनाइदिन्छु। ल यताबाट। ल कहाँबाट आउनुभयो तपाईँहरू? कताबाट? धरानकै हो? आफै हो र? आइ गरिदिनु न त सबैले। कति रमाइलो क्या त। ल नाचेको हेरौँ त अब। सबैतिरको जम्मा भएको छौँ नि, कोही दार्जिलिङ कोही पहाड। तपाईँ चाहिँ कहाँको? हामी कतिजना दार्जिलिङको छौँ। टिम चाहिँ एउटै हो, एउटै घरका हौँ। एउटै परिवार हो सबै? एउटै परिवार। को चाहिँ दार्जिलिङको? तपाईलाई विश्वास लाग्छ हामी एउटै परिवारको हो भन्ने? होइन लाग्यो। खोइ एकजना। हामी नन्द 11 12 को छौँ। 4 जना। कस्तो लाग्यो दार्जिलिङको मान्छेलाई चाहिँ? कस्तो लाग्यो? दार्जिलिङको मान्छेलाई त राम्रो लाग्यो नि, त्यही भएर त रमित हेर्न आएको। हामी आउनै थिएन। कहाँबाट देख्नु भयो त? टिभीमा देखाइबस्छ, अब कस्तो रहेछ रियल पनि अब म पनि देखाउँछु नि। हो आवर धरान, हाम्रो धरान। मलाई भोलि आएर कारवाही गर्नु। हामी उडेर आउँछौँ नि। उडेर आउनु उडेर आउँछौँ नि, होइन? होइन, हामी त उडेर उन्नति हुने आफ्नो ठाउँमा जाने हो। जाने कति दिन भयो नेपाल आउनुभएको? आज 3 दिन। 3 दिन। हामी चाहिँ होइन, हामी चाहिँ पहाड जाने फेरि। कुन पहाड तपाईँ चाहिँ फेरि? भोजपुरे। धरानी चाहिँ खै को हो फेरि? उहाँ चाहिँ धरानको बासिन्दा। धरानीलाई त त्यसै राम्रो लागिहाल्छ आफ्नो ठाउँ। हामीलाई पनि लाग्यो जानु। राम्रो नलाग्ने हामी यत्रो धाइदै आएको कुरो बुझे हो त नि। ल 2 जना धरानी, 3 जना दार्जिलिङ अनि 2 जना पहाड। सबै मिलेको, त्यही पनि एउटै फ्यामिली। कति मिलेको, साह्रै राम्रो। तपाईँको हाँसो त झन् अब विश्व खाने हाँसो छ नि फेरि, होइन? चर्चित हाँसो फेरि, जसले पनि हाँसिदिने, एकदम जसले पनि मन पराउने, मन पराइहाल्छ नि, होइन? उहाँ जस्तो हँसिलो मान्छेलाई सबैले मन परिहाल्छ। हामी जस्तो ठेस्स परेर हिँड्नेले कसले मन पर्छ? फोटो खिच्नु हुँदो रहेछ तपाईले। यस्तो फोटो खिचेर आफ्नै सुन्नु न, आफ्नै परिवारसँग त खिच्दा भयो नि त। अरूसँग हिँडेको बेला खिच्यो भने चाहिँ हो है, जे पनि हुनसक्छ। ल ल हस्, हुन्छ। ल साह्रै रमाइलो क्या। ल ल यस्तो छ। अब यता खिच्नु पाइने कि नपाइने तपाईँहरूको? पाइन्छ नि। कहाँबाट आउनुभयो? हो, तपाईँ चाहिँ कहाँबाट आउनुभयो? अनि यता हतार धरान भनेर बाटो छिकेको। खोटाङेलाई चाहिँ कस्तो लाग्यो धरान? राम्रो नि। कहाँ देख्नु भएको थियो यो ठाउँ?
फेसबुकमा है जताततै छ फेसबुकमा बाफ्रे है रमाइलो लाग्यो फर्स्ट टाइम सेकेन्ड टाइम फर्स्ट टाइम नि सबै माथितिर घुम्नुभयो कि जाँदै हो माथि ए यहाँ आउँदा आउँदै थाकेर हेर थोच्छु कि यो के हो थाहा छ मुनि बसेको खोटाङ्गेलाई त थाहा हुनुपर्ने टेबल नि होइन हेर्दा त रुख काटेको जस्तो छ होइन बनाएको हो यस राम्रो छ नि धरान आज फेरि वेदर हेरौँ न यहाँबाट हेर्दा झन् कस्तो राम्रो देखिने रहेछ नि ल हेर्नु त हो ल वेदर पनि राम्रो छ होइन त्यति गर्मी पनि छैन शीतल चिसो आनन्द हजुर म त यही पार्क भरि नै बस्छु फेरि म चाहिँ हो भन्नु न नभन्ने लाज लाग्यो यस खोटाङ्गेलाई यति हो पार्क राम्रो लाग्यो यता तपाईँ चाहिँ धरानकै हो झापाले हेर्नु नि तपाईँले कुरो बिगार्नु भयो हामी धरानकै हो भनेर हेरेर ढाँटेर हरू आफ्नै बहिनी हो होइन भदैनी ए लुङ्गा ल अनि कस्तो लाग्यो तपाईँलाई भेरी गुड अब बोलाउनु आइहाल्छ नि पहिला आउनु भएको थियो हजुर सेकेन्ड टाइम यो बनेर जाएको थिएन फर्स्ट टाइम कस्तो लाग्यो त यो बनेपछि चाहिँ कस्तो लाग्यो झन् राम्रो वाउ छ नि एकपल्ट सबैजना घुम्न होला अहिले त झापातिर पनि श्रमदान चलिरहेछ होइन छ नि जानु भएको त छैन नि जानु चाहिँ पर्छ है श्रमदान गयो भने यस्तो त बनि नै रहेछ त नि यो सबै थाहा छ नि तपाईँलाई श्रमदानबाटै बनेको डोनेसन होइन थाहा छ हो यस गुड हजुरको नाम भनिदिनुहोस् न प्रिया लिम्बू तपाईँ तपाईँ राई यता म झरना राई नमस्ते नमस्कार सेवा सेवा भन्छ यता चाहिँ सेवा हो ल यस खुसी लाग्यो तपाईँहरू बाहिरदेखि आउनुहुन्छ घुमघाम रमाइलो होइन लाग्छ घुम्नुहुन्छ जस्तै सामाजिक सञ्जालतिर कतिको हेर्नुहुन्छ कि यहाँतिरको बारेमा हो टिकटकहरू आजकल त टिकटक कति बनाउनु भयो त टिकटक नट इन्ट्रेस्टेड भरे फेसबुकमा चाहिँ आउनुहुन्छ अरे फोटोग्राफर यता छ है भरे युट्युबमा पनि आउँछ तर जाँदैन भ्युज अलिकति भए पनि जान्छ ल है बाई ओके ल हस् हुन्छ आवर धरान ल हाम्रो धरान छ जे होस् इङ्ग्लिसमा टाइप गर्नु न हाम्रो भन्दा फेरि अर्कैको आउँछ आवर धरान गर्नुभयो भने चाहिँ मेरो आउनु सक्छ है आइहाल्छ हाल्छु भरे ल भनेपछि 3 जना सब्सक्राइबर बढाएँ मैले हो गरिदिनुहुन्छ 100% साँच्चै लिम्बुनीले बोलेपछि बोल्यो होइन राइनीहरूले बोलेपछि बोल्यो ल हस् हुन्छ धन्यवाद जे होस् रमाइलो कुराकानी है अन्यथा नलिनु होला बन्द है तपाईँहरूलाई बाई ओके ल बाई बाई यसरी रमाइलो छ जे होस् श्रम संस्कृति पार्क अनि झन्डा त नेपालकै त हुनुपर्छ त होइन कि कहाँको हुनुपर्ने नेपालमा आएर भन्नु त केही भन्नुहुन्छ मलाई यता हेरेर भन्नु न लाज लाग्यो तपाईँ भन्नु न मलाई हो कोही नभन्ने उहाँले चाहिँ पक्कै केही भन्नुहुन्छ कस्तो लाग्यो पार्क चाहिँ पार्क एकदमै राम्रो लाग्यो कहाँबाट आउनुभयो म गुल्मीदेखि गुल्मी आहा गुल्मी भनेको यहाँदेखि यहाँको वातावरण देख्दाखेरि मलाई एकदमै राम्रो लाग्यो होइन पार्क देख्दाखेरि ओहो म त्यही नै भन्न चाहन्छु अरू यहाँदेखि कति टाढो पर्यो गुल्मी यहाँदेखि तपाईँको लाग्छ 14-15 घन्टा हेर्नु गाडीमै जो बाफरे धेरै टाढा छ हेर्नु यति टाढोदेखि घुम्नु आउनुभयो अथवा हजुर जे होस् रमाइलो छ पार्क आउनु होला घुम्न होइन भन्नुहुन्छ तपाईँको नाम भनिदिनुहोस् न मेरो राजु थापा गुल्मीबाट ल हस् हुन्छ धन्यवाद है तपाईँहरूलाई ल आज हामी जाँदैछौँ है अगाडि ल
ल आइयो सबै काठमाडौँबाट हो माई गॉड ल पोखरीहरू हेर्दै भिडियो बनाउँदै हामी पनि हो सेम हामी यहाँ ब्लग हो प्रोजेक्टको लागि प्रोजेक्ट हामी टक्क यो सर्वे गरेर हो प्लान हुँदैछ तपाईहरु डोनेट गर्ने हो कि भिडियो हामी भिडियोको पैसाबाट डोनेट गर्ने तरिका ल हस् हुन्छ धन्यवाद ल त यहाँ यता आउनु त लिम्बू नि यहाँ लिम्बूको लागि हाम्रो स्पेसल अम्ब्रेला पनि छ क्या जस्ट क्यारी दिस वान कति सुहाएको नि अब यो चाहिँ क्या भन्नु न तपाईँ र मेरो प्राइभेट अघि दुईजना भदैनी र उहाँहरूलाई एकछिन छोडिदिनु न हराउँदैन जस्ट मेरो भाइहरू छ त्यहाँ फोटो खिचिरहेछ हरायो भने हिँड्नु न छाता कस्तो लाग्यो सिलाम साथमाको राम्रै छ राम्रै मात्रै के भन्नु त राम्रै छ हो यो यस्तो खालको छाता देख्नु भएको थियो तपाईँले देखेको थिइनँ फर्स्ट टाइम फेरि मैले बनाएको क्या यो चाहिँ मेरो डिजाइन हो क्या ठिक छ नि यस्तो छ यहाँ चाहिँ श्रम पार्कमा आउनुभयो भने हाम्रो त भेट भयो त अनि अघि कहाँ भेटेको हो हामी ए हो त नि साँच्चै हो ल धन्यवाद छिर्दै कस्तो छिर्दै मतलब ए ल डढिन्छ एकछिनमा जानु न काली हुन्छ ए छाता हो यो त मेरो हेर्नु न राम्रो छ नि धन्यवाद अनि त्यो सुन्तला बेच्नुलाई हो कि खानुलाई हो ए किनेर ल्याउनु भएको मैले खानुको पर्ने हो कि भने खानु मिल्दैन मिल्छ कहाँ किन्नु भयो कति रुपियाँ केजी रहेछ महँगो कहाँबाट आउनुभयो तपाईँ ल है ल घुम्नुहोस् है यो मत्रो झर हो तपाईँको पछाडि म जेत्रो हेलो ल त म ठ्याक्कै आइपुगेँ यो हो त रमाइलो छ नि फेरि रमाइलो छ म चाहिँ कहाँबाट खिच्नु मलाई पनि खिच्ने ठाउँ चाहियो कि हाई कहाँबाट आउनुभयो म ताप्लेजुङबाट हामी ताप्लेजुङ ल कुन गाउँ ताप्लेजुङ थलङ म पनि ताप्लेजुङको हो नि फेरि हाम्पाङको थाहा छ हाम्पाङ हाम्रो वारिपारि पर्छ नि हाम्रो माथि सामा थलङ म त सामा हो फेरि कस्तो लाग्यो यो ठाउँ फर्स्ट टाइम कता बस्नुहुन्छ दिदी हुनुहुन्छ उहाँलाई चाहिँ अब घुमाउनु ल्याएको उता 15 नम्बर है सिलाम साथमा हो मैले बनाएको हो नि मेरो डिजाइन हो तर बिग्रिनु यो चाहिँ फोटोग्राफीको लागि हो नि राम्रो छ नि यो उहाँ चाहिँ को हो ए अनि लजाको लजाकी खै यता हाई गरिदिनु त से हाई के नाम तिम्रो नुमा नुमा भनेको थाहा छ डु यु नो व्हाट इज मीन नुमा राम्री वाउ साँच्चै सी इज ब्युटिफुल है ल कस्तो लाग्यो पार्क चाहिँ लजाउने रहेछ झन् तिमी चाहिँ नलजाउने रहेछ ठुलो म त सानै देख्छु ल यहाँ फोटो खिच्न पाइन्छ ल यता यो भाइले बोक्यो भने फेरि पैसा लिन्छ क्या मैले छुएँ भने चाहिँ आज पैसा लाग्दैन फ्री अफ कस्ट होइन
उसले बोक्यो भने चाहिँ पैसा लाग्छ फेरि त्यस्तो हो ल है त यस्तो छ यतापट्टि ल धेरैले मन पराउनु भएको छ मेरो छाता ल शीतल लिम्बू कति सुहाउँछ यार छ त राम्रो छ नि ल यस शीतल लिम्बूलाई आज अस्ति के हजुर एकैछिन न अलिक यता आउनु मलाई भाइरल बनाइदिनु पर्यो भनेर भनेको कि अस्ति यता नि यो गोप्रोलाई क्यामेरालाई अनि साँच्चै भाइरल बनाइदियो क्या शीतल लिम्बूलाई र राज लिम्बूलाई पक्कै पनि भाइरल बनाइदिनु पर्यो क्या गोर्खा चौतारीमा त्यही पनि ड्रोन सुट छ एकदम राम्रो छ केही भन्नु न यहाँ हेरेर बस्नुहुने सबैले चाहिँ उहाँ दाइलाई चाहिँ लाइक कमेन्ट गरिदिनु होला भाइरल बनाएर मिलियन सब्सक्राइबर बनाउनु पर्यो क्या होइन ओके ल शीतल लिम्बू ओके छिटो खिचादैन खिचादो यतापट्टि कस्तो आउँछ राम्रो आउँछ चित्त बुझेन फोटो बुझेन अरे हो गोर्खा चौतारी झन्डै लड्नु भयो नि यहाँ त लडिन्छ पो यसरी गाह्रो छ सुन्तला आयो सुन्तला भनेर बेच्न त पाइँदैन अब जे होस् उहाँहरूले खानुलाई किन्नु भएको खै राधिकाहरू के छ मेरो भाइ ठिकै छ जुस आज चाहिँ अलिक पर्यटकहरूको कमी हो कि जस्तो फिल भइरहेछ सधैँ पुरै भिडभाड लाग्ने ठाउँ आज सोमबार नि आज सोमबारको दिन टिकटक आयो है ल गरिदिनुहोस् है यस्तो छ श्रम संस्कृति पार्क संस्कृति भन्ने चाहिँ यो है श्रम अनि संस्कृति भनेको यो हो टिकटक बनाउनु भयो यो छाता बोकेर बनाउने हो कि नबनाऊ कहाँबाट आउनुभयो तपाईँ सरलाई आमै कस्तो राम्रो ठाउँ नि ल यस्तो छ गोर्खा चौतारीमा यो फिल्म साकमाको छाता है त हाई भनिदिनुहोस् न कहाँबाट अरे तपाईँ गाईघाटबाट ओहो राम्रो ठाउँ गर्मी छ नि तर गाईघाटमा पनि एउटा भाइरल डाँडा के पो थियो त्यहाँ त्यतै होइन पोक्ताङ कि पोक्ताङ चतरा चाहिँ हो तपाईँहरूकोमा चाहिँ के छ भाइरल अलिक फेमस छ बिसनपुर पार्क हो यस्तै छ ठिकै राम्रै छ नि आज घुम्नु आउनुभयो कस्तो लाग्यो राम्रो लाग्यो हो फेरि आउने कि नआउने आउने ल हस् हुन्छ धन्यवाद तपाईँहरूलाई तपाईँहरू चाहिँ घुमिसक्नु भयो छैन भर्खर अनि तपाईँ भिडियो बनाइदिनु यो खिचेर ओडेको चाहिँ कति हो तपाईँलाई फ्रीमा मलाई फ्रीमा कस्तो राम्रो देखेको हेर्नु न हो यो चाहिँ के हो सिलामसाकमै सिलामसाकमा रहेछ नि को छाता सिलामसाकमा को छाता फोटो खिच्न मात्रै हो अरू हो त ल खिच्नु न अनि तपाईँहरू ल फ्रीमा दिइरहेको छु अर्को भाइले पाउँयो भने लाग्छ क्या मैले चाहिँ फ्रीमा अब फ्री अफ कस्ट कहाँबाट आउनुभयो तपाईँहरू 15 नजिकै ल
टिकटक बनाइदिनुहोस् भिडियो बनाइदिनुहोस् उहाँलाई स्टोरी चाहिँ फुल भयो ल फुल भइसक्यो यो डिलिट गर्दैछु त्यसो भने त्यही भएर फुल भएर यता बुट्टा भएको रहेछ नि होइन ल हस् फोटो चाहिँ खिचिदिउँ भने हो यु नो वाट इज यर नेम ए सिस लिम्बू द्याट्स वाइ किन हाँस्नुभएको तपाईँ सी लुक्स ब्युटिफुल यस होइन स्वाएको छ नि पोच क्या त्यहाँदेखि टिकटक भिडियो टक फेरि एकपल्ट हिँड्दै आउनु त ल उता भित्र तपाईँ पनि जाने हिँड्नु नजाने अब हेलो पनि भनिदिनु हेलो कहाँबाट हो म त धनकुटा धरान फर्स्ट टाइम होइन हो धेरै टाइम नै हो धेरै टाइम पार्कमा चाहिँ पार्कमा धेरैचोटि आइसक्यौँ हामी त 1 2 3 4 5 6 10 चोटि नै भइसक्यो जुना लिम्बू द्रोना हजुर वाउ नाम पनि द्रोना लिम्बू फ्रम धनकुटा कस्तो लाग्यो यो पार्क चाहिँ भनिदिनु पर्यो के जनता जान्न चाहन्छ यस भन्नु न यो पार्क चाहिँ एकदमै राम्रो छ अनि यहाँ घुम्नु चाहिँ एकदमै राम्रो छ ठिक छ नि हजुर यो च्यानल हेरेर बस्नुहुने सम्पूर्णहरूलाई पनि एकचोटि आउनु भन्नुपर्छ नि हजुर पर्छ सबैजना सबै नेपालीजना घुम्नुपर्छ यो ठाउँ चाहिँ एकदमै त्यही माथि सिलामसाकमा वाउ होइन छाता राम्रो छ यो छाता चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ 100 मा 100 यो छाता भाइरल बनाइदिने हो त तिमीले द्रोना लिम्बूले हुन्छ आज केमा आउने हो फेसबुकमा आउने भयो होइन टिकटकमा आउने भयो इन्स्टा छ कि छैन इन्स्टा छ इन्स्टामा पनि आउने भयो म राज लिम्बू र द्रोना लिम्बू भाइरल हुने भयो रियली आवर धरान अनलाइन मिडियामा आउँछ भिडियो चाहिँ के अरे आवर धरानमा भरे सर्च गरेर ठ्याक्कै हेरेर सब्सक्राइबर पनि बढ्यो नि किन गर्ने सब्सक्राइब गरिदिन्छु हो लाइक कमेन्ट जति सक्दो भिडियोलाई सेयर पनि गर्ने कहाँसम्म सेयर गर्ने भिडियो चाहिँ पुरै आफन्त युकेमा पनि सट्टै सेयर गरिदिनु पर्यो पक्कै पनि श्रम संस्कृति पार्क आउँदै हुनुहुन्छ भने होइन यता आउनु त घुमेर यहाँ अघिदेखि हाँसेको यता सबै साथीहरू के हो यहाँ हामी दिदी बहिनीहरू हो तपाईँको नाम चाहिँ मेरो सुनवार सुनवार तपाईँ चाहिँ भाइको लजाउने पनि एउटा सीमा हुन्छ नि त होइन हो तपाईँलाई लाज लाग्छ एकदम धेरै लाग्छ तर पनि बोलौँ न त के भएको छ पार्क चाहिँ कस्तो लाग्यो यो ठाउँ पार्क एकदम राम्रो छ पहिला आउनु भएको थियो हजुर आउनु भएको थियो हजुर कतिपल्ट भयो होला यसो गन्दा यहीँ लोकल यतै बस्ने हो यतै हो धरानकै हो हजुर पहिले बनेदेखि नबनेदेखिको बनेसम्म कि यतै हो श्रमदान पनि गरियो पो होला कहीँ श्रमदान चाहिँ अलिक गर्न पाइएन किनभने बाहिर बस्यो बाहिर हो त नेपाल बाहिर चाहिँ होइन नेपालकै अब धरानदेखि बाहिर भनेपछि अहिले जोडिएको छौँ पार्क राम्रो छ आउनु होला घुम्नु होला फोटो खिच्नु होला भिडियो बनाउनु होला भाइरल बनाउनु होला तपाईँहरूकै त्यो भिडियोले गर्दा त अर्कोले पनि देखेर आउने हो नि त होइन त्यो पनि एउटा सहयोग हो नि त हेल्प हो नि त पार्कको लागि त होइन अब उहाँको भिडियो भरे कति जान्छ टिकटकमा 4K 20K 50K जान्छ होइन त्यतिले हेऱ्यो भने पक्कै पनि 1000 जना त आउँछ नि त उसको भिडियो हेरेर होइन है ल धन्यवाद खुसी लाग्यो कुरा गरेर ल हस् हुन्छ बाबाई रमाइलो छ जोस् कुराकानी गर्दै रमाइलो गर्दै एकछिन हालेर हेर्नु होइन यही त सब